हेलो साथीहरू, तपाईँलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म गाउँघर किन्ने जान लागेको गुवाहाटी। म चाहिँ घरबाट हिँड्न लागेको साथीहरू। अगाडिबाट चाहिँ भाउजूले भिडियो गरिदिनु भएको छ। अनि भाउजूले मलाई पारीसम्म लिएर जाउँ न त, म पनि माछा मार्न जान्छु भनेर भन्दै हुनुहुन्छ। माछा मार्नु भनेपछि हाम्रो भाउजू फेरि हुरुक्कै गर्नुहुन्छ। माछा पनि लिएर आउनुहुन्छ, लिएर आउन त तर पनि ल आऊ जानुसँगै म पनि जान्छु तिमीसँग पारीसम्म भनेर भन्नुभएको थियो। मैले फेरि त्यही बेलामा चाहिँ रेनकोट छोडेछु। दिदीले रेनकोट ल्याइदिनु भयो। त्यसपछि म चाहिँ हिँडेँ। भाउजूले चाहिँ अगाडिबाट छिटो ढिलो हुन्छ अहिले फेरि भनेर भनिरहनु भएको थियो। अनि म चाहिँ घरबाट हिँडेँ। अहिले चाहिँ म गुवाहाटी मुनतिर पुगिसकेको छु साथीहरू। त्यहाँ चाहिँ जाँदा बाटो तल त ठिकै रहेछ। यहाँ माथि पुग्ने बेलामा चाहिँ ढलाइ गरेको हुनाले चाहिँ यहाँ बाटोमा खरेहरू रहेछ। त्यो खरेमा चाहिँ स्कुटर फसेर यस्तो हालत छ साथीहरू। के गर्नु, अब जानै पर्यो। यताउता फेरि मान्छे नहुने रहेछ। उहाँ फेरि गाउँमा चाहिँ बाबाहरूले चाहिँ कुरेर बस्नुभएको रहेछ। यसो गफसफ लायौँ अनि हल्का बिपी नापेर त्यसपछि 2-3 बजीतिर चाहिँ घरतिर फर्क्यौँ साथी। अनि घरतिर फर्किने क्रममा चाहिँ हल्का यसो फर्केको भिडियो लिऊँ न त भनेर यसो डाँडाबाट हल्का लिइदिएको थिएँ। यो चाहिँ गराङदीको गाउँ है साथीहरू।